चिने हो अनि के गरेको तर कसरी चिन्यो रमेश दाइ भनेर रमेश दाइ भनेर कसरी चिन्यो नचिने तरिकाले आएको तिमी मम्मी खोइ होइन त्यत्तिकै मम्मी खोइ त कता जानुभएको कताले गएको ए बाबा हो र ए पर्सरी खोइ त अहिले पढ्दैछ कि छोड्यो त कतिमा पढ्दैछ भाइ अहिले थर्ड इयर है ब्याचलर सक्छ सिद्ध्याएको अनि ब्याचलर नसक्यो भने थर्ड इयर पढ्नु पाइन्छ ए ब्याचलरको थर्ड इयर तेह्र ए अनि बाबा जागिर खान छोड्यो होइन बाग्लुङमा ए सहकारी कि केमा जागिर खाँदैछ भनेर थाहा पाउँथ्यो त्यही भएर पर्सि दिदी भन्थ्यो अनि पोराल त उताबाट लिएर आउँदै थियो त चिसो छ ए अब यो परेवा कुन जातिको परेवा हो यो हजुर नमस्कार आज म 200 तिर आउँछु म यहाँबाट 12-1 बजीतिर हिँड्छु ल ए हुन्छ ल हस् घर त कस्तो राम्रो बनाएको छौ नानी घर राम्रो लाग्यो यार होइन थिएन अहिले फुलहरू सजाएर फुल रोपेर कस्तो राम्रो बनाएको रहेछौ बोडी शिविर रोपेको रहेछन् खेती टन्नै गरेर रहेछौ कस्तो राम्रो बनाएको रहेछ घर अहिले धेरै राम्रो बनाएको रहेछौ आहा यता किचन खाम बसेर खाना बनाएको रहेछ यत्तिकै चाहिँ हुनुपर्छ है जिन्दगीमा भविष्यमा मलाई 5 दिन खोजेको हुन्छ ठिक छ हजुरले क्यामेरा त होइन नि क्यामेरै हो खिचिरहेको छु